हेलो एभ्रिवान, माई नेम इज ब्युटी। वेलकम ब्याक टु माई च्यानल। स्वागत छ तपाईँलाई आजको यस नयाँ भिडियोमा। आज चाहिँ हामी आएको छु म एक्लै यो जङ्गलमा गाई चराउनको लागि। यताउता देख्न सक्नुहुन्छ, यताउता पुरै यताउता जङ्गलै जङ्गल छ र बिचमा चाहिँ हाम्रा गाईहरू छन्। गाई यो चाहिँ बाटो एकदमै सानो बाटो छ र सानो बाटोमा एकदमै हिँड्न सजिलो हुन्छ। मतलब कि हिँड्नका लागि मात्रै ठाउँ छ, नत्र यताउता पुरै जङ्गल छ र यताउता चौर मात्रै छ। दिस इज अ नेचर। यो चाहिँ प्रकृति हो र यस चाहिँ यो आफै बनेको हो। तर गाई यो चाहिँ नेचुरल होइन है, यो चाहिँ अननेचुरल हो, किनकि यो चाहिँ कृत्रिम हो र यसलाई चाहिँ ह्युमनले काटेर यसमा राखिदिएको। त्यहाँ उता देख्न सक्नुहुन्छ, त्यो चाहिँ के भन्नु यसलाई, त्यसको नाम चाहिँ मलाई थाहा छैन। गाइस, तपाईँले यहाँ यताउता एकदमै आवाज देखिरहनु भएको होला, यो चाहिँ गजङकिडीको आवाज हो। गजङकिडीले जहिले पनि यस्तै आवाज निकाल्ने गर्छिन् वा गर्छन्। गाई अगाडि गइसके, हामी चाहिँ गाई चराउन आएको। म सिङ्गल आएको छु गाइस, किनकि आज मैले एक्लै आउनुपर्ने भयो। गाइस, कति राम्रोसँग चरिरहेको छन् है गाई। यो देखिरहनु भएको छ नि, यो चाहिँ 6X जुम हो। हो माथि छ त्यहाँ गजङकिडी त्यहीँ छ कि हो। त्यसमा अड्केछ नि, हो त्यो नै गजङकिडी हो। म एउटा तपाईँले छोपेर पनि देखाउन सक्छु, तर छोप्नुहुन्न, किरालाई मार्नुहुन्न, किनकि किरालाई मारेपछि पाप लाग्छ, तपाईँलाई थाहा नै होला गाइस। त्यसैले म गजङकिडीलाई समान्ने छैन र छोप्ने छैन गाइस। यो देख्न सक्नुहुन्छ नि तपाईँले, यो चौर कति एकदमै अल्ट्रा छ है। त्यहाँ हेर्नुहोस् गाइस, त्यहाँ त पुरै आउनु लागेको छ। त्यहाँ चाहिँ मेघ आउनु लागेको छ, केही समयपछि यहाँतिर पनि आउँछ। कस्तो खतरा छ नि गाइस। यो जङ्गलमा नि मानिसहरू पनि बस्छन्। तल देख्न सक्नुहुन्छ। अनि गाइस, हाम्रो एकदमै आजकल चाहिँ हाम्रो बज्यूको घरबाट गाई ल्याएका छन्। त्यसैले एउटा खतरनाक दामी बाछी चाहिँ छ, हेर्न देख्नुहुन्छ। लेली लेली आइज लेली। गाइस, कति प्यारी र क्युट छ कि होइन। लेली गाइस, हाम्रो बज्यूको घरबाट चाहिँ 5वटा गाई ल्याएका छन् र हाम्रो गोठमा राखेका छन्। मतलब कि हामीले चाहिँ बज्यूसँग कुरा गरेर बज्यूलाई गाई चाहिँ दही दिने भएकाले हामीले चाहिँ त्यसलाई दही खानको लागि र मल परो गर्नको लागि हामीले चाहिँ गोठमा राख्यौँ। हाम्रो पनि फाइदा भयो, बज्यूको पनि, जस उहाँको पनि फाइदा भयो, किनकि हामीले उहाँको गाई पनि हेरिदिने भयो र हामीलाई अनि दही र मल पनि मिल्ने भयो। त्यसैले दुवैको घाटा नहुने गरी यस गाई चराउने कामलाई चाहिँ कन्टिन्यू गरिएको हो। तपाईँले चाहिँ सोच्नु होला। Guys, I am a beauty sleeper.
तपाईँहरूले मेरो चाहिँ बिटी फ्लिपर भन्ने एउटा मतलब कि एउटा टिकटक आइडी छ, त्यसलाई चाहिँ फलो गर्नुभएको छैन भने चाहिँ कृपया त्यहाँ गएर फलो गर्नुलाई, किनकि तपाईँहरूलाई यस्तै बिटी भ्लगर पनि छ, बिटी फ्लिपर पनि छ, दुवैवटा छ। तपाईँहरूले त्यसलाई गएर हेर्नु होला। र गाइज बिटी फ्लिपरको चाहिँ युजर नेम चाहिँ @बिटी फ्लिपर एक्स चाहिँ हो, र बिटी भ्लगरको चाहिँ @बिटी अनि .भ्लगर हो। र त्यसपछि तपाईँहरूले आफ्नो टिकटक आइडी हेर्नु होला, र म डिस्क्रिप्सनमा त्यसको लिङ्क पनि दिइदिन्छु गाइज, तपाईँले त्यसलाई हेर्नु होला। र यो छ नि, यो चाहिँ यसको नाम चाहिँ हामीले भुके राखिदिएको, किनकि यो एकदमै मतलब यसको शरीरमा चाहिँ एकदम छिरबिर प्रकारको चाहिँ अद्ध सेतो अनि धेरै उवाला छ, त्यसैले यसको नाम भुके भन्ने खासै अर्थ त त्यस्तो कुनै छैन। तर हामीले चाहिँ यसलाई यो सोचेर राखिदिएको हो कि यो चाहिँ भुके भन्ने बित्तिकै दुईवटा मतलब धेरै उहरू निस्किएको के त्यस्तै भनिन्छ। गाइज भिडियो इन्ट्रेस्टिङ थियो होला। आजको लागि यति नै। म गाई चलाउन आएको छु, गाई कसरी चलाउँछन् र त्यो पनि भन्न बिर्सेँ गाइज। गाई चलाउँदाखेरि तपाईँहरूले यताउता ध्यान दिनुपर्ने हुन्छ र गाईलाई सम्हाल्ने प्रयास गर्नुपर्छ। र गाई के गर्छन् र गाई चोर्न जाँदा तपाईँले गएर यता हान्नुपर्ने हुन्छ र गाईलाई आफ्नो कन्ट्रोलमा गर्नुपर्ने हुन्छ, किनकि नत्र गाई त दौड्यो भनेपछि सिधा जान्छन् नि। त्यसैले त्यस्तै गरेर आफ्नो गाई चराउन सिक्नु होला। गाई चराउन पनि त्यति मुस्किल छैन गाइज, तर पनि मैले भन्ने। हस् त, धन्यवाद। आजको लागि यति नै। नेक्स्ट भिडियो योभन्दा नि अझै राम्रो हुनेर बनाएर आउनेछ गाइज। तबसम्मको लागि हस् त, धन्यवाद। आफ्नो माया र सपोर्ट देखाइदिनु होला, सब्सक्राइब गरिदिनु होला। हस् त, धन्यवाद।